नमस्कार, म विक्रम त्रिवा सलिन। वडाध्यक्षसँग कुटिरो संवाद कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी चन्दननाथ नगरपालिका वडा नम्बर 1 का वडाध्यक्ष श्री तिलक प्रसाद नेउपानेजी हुनुहुन्छ। अध्यक्षज्यू नमस्कार हजुर सबैलाई। नमस्कार। आराम हुनुहुन्छ? एकदम ठिक छ। आज हामी तपाईँ निर्वाचित भइसकेपछि वडामा गरेका गतिविधिहरू बारे केही चर्चा गर्नेछौँ, केही छलफलहरू गर्नेछौँ। सुरुमै तपाईँलाई सोध्न चाहे, तपाईँ निर्वाचित भइसकेपछि तपाईँले वडामा सुरुमा के निर्णय गर्नुभयो, त्यो काम चाहिँ के थियो? म निर्वाचन हुनुभन्दा अगाडिबाट मैले जोड्न खोजेँ। हामी उम्मेदवार घोषणा भइसके पछाडि, उम्मेदवारी दर्ता गरिसके पछाडि हाम्रो चन्दननाथ नगरपालिका वडा नम्बर 1 का युवाहरूले कान्जिरोवा होटेलमा तपाईँको उम्मेदवारहरूका प्रतिबद्धता अथवा उम्मेदवारहरूका घोषणापत्र र उम्मेदवारहरूको भावी योजनाका बारेमा एउटा कार्यक्रम राख्नुभएको थियो सम्पूर्ण युवाहरूले आयोजना गरेर। र मैले त्यसमा मेरो तर्फबाट चाहिँ कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिएर मैले चाहिँ मेरो घोषणापत्र चाहिँ तयार गरेको थिएँ र त्यही घोषणापत्र अनुसार नै म अगाडि बढिरहेको छु। र सर्वप्रथम हामीले गरेको निर्णय भनेको, म आउँदाखेरि एउटा चुनौतीको विषय भनेको 3-4 वर्षदेखि तपाईँको चन्दन नगरपालिका वडा नम्बर 1 को ठिन्के कुलो चाहिँ पानी नआएर, सिँचाइ नभएर यहाँहरूलाई पनि विविधै छ। बिउगाडोका जिल्ला कृषि विकास कार्यालय, जिल्ला प्रशासनमा सहित गएर त्यहाँ चाहिँ भइरहेको अवस्था थियो। र म आउने बित्तिकै 23 साल तपाईँको रोपाइ हुन सकेन। किन भन्दा हामी जेठमा आएको, म यो यहाँहरूलाई थाहा नै छ। जेठमा हामी निर्वाचित भएर आइसकेपछि हामीले त्यतिखेर सबै तपाईँको जानुपर्ने ठाउँमा गएर गर्नुपर्ने प्रक्रियाहरू सबै पुरा गरेर हामीले आउँदो जेठमा चाहिँ रोपाइ गर्न सफल भयौँ र त्यसलाई 12 मास पानी चल्ने बनाएर अहिले पनि तपाईँको रोपाइ भइरहेको छ। पहिलो प्राथमिकता रहेको मेरो त्यो कुरा थियो। मैले मेरो घोषणापत्रको 1 नम्बरमा राखेको कुरा पनि हो र मैले सुरुमा चाहिँ त्यहाँबाट सुरुवात गरेँ। र त्यो सँगसँगै अब यहाँ देखिरहेको छ, मैले बाटाघाटाहरू, नयाँ बाटाघाटाहरू पनि खोलियो। तपाईँका पुराना बाटाघाटाहरू पनि मर्मत सम्मार गरियो। जस्तै उदाहरणको लागि तपाईँको यहाँ एयरपोर्टदेखि दानसौसम्मको बाटो पिच भयो। त्यसै गरेर खाल्टामुखदेखि तपाईँको तल्लो धारासम्म आचार्यबाडाको बाटो पिच भयो। कुलालबाडाको बस्तीको बाटोमा पानी कुलालबाडाको बस्तीमा गएर क्षति गरेको थियो, त्यो बाटो पनि पिच गरेर तपाईँको त्यहाँ पनि त्यो सुरक्षित गरियो। त्यसपछि गएर ठिन्के कुलो भयो, माछ कुलो भयो, अनि तलिचौर सिँचाइ कुलो लगायतका तलिचौर सिँचाइ कुलाका जिउलाहरू, अनि 2टा आधारभूत विद्यालय छन् तपाईँको चन्दन नगरपालिका वार्ड नम्बर 1 मा। एउटा नवप्रार आधारभूत विद्यालय र एउटा मालिका आधारभूत विद्यालयमा, जहाँ भौतिक संरचना मेरो पालामा तपाईँको भौतिक संरचना 2-2वटा भवन 2टा स्कुलमा बनाइयो। ठिन्के कुलोको पानी सिँचाइ गरियो। सुरुमा मेरो पहिलो प्रायोरिटी प्रतिबद्धता त्यही नै थियो। पहिले चुनावमा गरेका बाचा प्रतिबद्धताहरू आफूले कतिको पुरा गरे जस्तो लाग्छ? मैले सीमित स्रोत साधनका बावजुद पनि, चन्दन नगरपालिकाको सीमित स्रोत साधनका बावजुद पनि मैले सङ्घ प्रदेशसँग समन्वय गरेर मैले गरेका प्रतिबद्धताहरू पूरा गरेको छु भन्ने लाग्छ मलाई। किन भन्दा त्यो मेरो त्यतिखेरको घोषणापत्र पल्टाएर हेर्ने हो भने मैले गरेका 90% काम चाहिँ पूरा गरेको छु भन्नेमा म विश्वस्त छु। तपाईँको वडामा भौतिक सुधार जस्ता कुराहरू, खानेपानी, शिक्षा, रोजगार, सबैभन्दा बढी कुन विषयमा चाहिँ तपाईँले बढी प्राथमिकता राखेर चाहिँ विकास गर्नुभएको छ? मैले सिँचाइलाई चाहिँ बढी प्राथमिकता राखेर काम गरेको छु। भौतिक पूर्वाधारमा सिँचाइ र बाटो र त्यसपछि शिक्षामा चाहिँ मेरो पहिलो प्रायोरिटी चाहिँ छ। जस्तै उदाहरण दिनुपर्दा कुन कुन कामलाई? उदाहरण दिनुपर्दा जस्तै मैले एउटा भने ठिन्के कुलो भयो। त्यसपछि तलिचौर कुलोमा तपाईँको 70-80 लाखको काम तलिचौर कुलोमा पनि गर्न सफल भइयो। माछ कुलोको काम पनि त्यसै गरी भएको छ। र त्यसपछि गएर यी विभिन्न किसिमका भित्री कुलाहरू, जिउलोमा भएका भित्री कुलाहरूलाई पनि तपाईँको मर्मत गरियो। त्यसपछि गएर तपाईँको विभिन्न सङ्घ संस्थाको सहयोगमा चन्दन नगरपालिका वडा नम्बर 1 लाई प्याज पकेट क्षेत्र घोषणा गरेर प्याज उत्पादनमा चाहिँ तरकारीमा वडा नम्बर 1 लाई चाहिँ प्याज पकेट तरकारीमा चाहिँ अलिकति आत्मनिर्भर बनाउनतिर तपाईँको गएर त्यतातिर चाहिँ, जस्तै योजना तर्जुमा गर्दा, बजेट विनियोजन गर्दा वडामा चाहिँ तपाईँले जनसहभागिताहरू कति गर्नुभएको छ? त्यो त कतिको प्रभावकारी रूपमा चाहिँ तपाईँले एकदम त्यो तपाईँले भने जस्तै हामीले पहिला बस्ती स्तरबाट ल्याउँछौँ र बस्ती स्तरबाट ल्याइसकेपछि हामी वडामा फेरि वडाका टोल बस्तीका सबै जानमानहरू, सम्बन्धित सरोकारवालाहरू, लक्षित वर्गहरूलाई राखेर चाहिँ हामीले बजेट विनियोजन गर्छौँ र त्यो बजेट विनियोजन गर्दा उहाँहरूबाट आएका कुराहरूलाई नै प्राथमिकतामा राखेर हामी त्यसलाई बजेट विनियोजन गर्छौँ।
तपाईँ वडा अध्यक्षमा निर्वाचित हुनुभयो, जस्तो तपाईँले आफ्नो वडा अध्यक्षको अधिकार प्रयोग गर्दाखेरि तपाईँको नगरपालिका, प्रदेश, सङ्घबाट चाहिँ कस्ता खालका चुनौतीहरू सामना गर्नुभयो तपाईँले? त्यो त छ नि, चुनौती पनि छ र अवसर पनि हो। चुनौती पनि छ। चुनौती कस्तो अवस्थामा छ भन्दाखेरि भन्छन् मान्छेहरूले, तर मैले चाहिँ त्योमा ठ्याक्क गएको छैन। प्रदेशमा चाहिँ भन्छुनको आधारमा बजेटहरू आउँछ, सिस्टममा बजेट आउँदैन भन्छन्। त्यो चाहिँ मैले चाहिँ बेहोरेको छु। किन भन्दा हामीले नगरपालिकाबाट निर्णय गरेर पठाएका योजनाहरू नआएर, त्यसलाई के भनौँ अब हाम्रो स्थानीय भाषामा ढोकाबाट नआएर झ्यालबाट खोपाबाट आए योजना आए भन्ने त्यस्ता कुराहरू छन्। तर म त्यो कुरामा चाहिँ प्रतिवाद चाहिँ गर्दिनँ। किन गर्दिनँ भन्दा योजना आएर काम भएन भने त्यो चाहिँ गलत हो। तर जसले ल्याए पनि, जहाँबाट ल्याए पनि विकास हुने भनेको त वडाइको नि। त्यसमा म चाहिँ सकारात्मक छु र मैले सिफारिसहरू पनि दिन्छु। जो साथीहरू आए पनि योजना फलान ठाउँ भनेर म ल्याउँछु भने कसैलाई म सिफारिस चाहिँ दिन्छु। जस्तै तपाईँ आफू वडा अध्यक्ष हुँदाखेरि मैले पूर्ण रूपमा आफ्नो वडा अध्यक्षको अधिकार प्रयोग गर्न पाएको छु भन्ने ठान्नुहुन्छ या ठान्नुहुन्न? अधिकार त तपाईँको स्थानीय स्वायत्त शासन ऐनले दिएको अधिकार त पाइएको हुन्छ नि त। कसैले राम्रो भन्ला, कसैले नराम्रो भन्ला, कसैलाई चित्त बुझाउन सकिएला, सबैलाई 100% चित्त बुझाउँछ भन्न सकिने होइन। तर बहुसंख्यकलाई चाहिँ तपाईँको त्यो अधिकार प्रयोग गरेर काम चाहिँ गरिएको छ। तपाईँ निर्वाचित भइसकेपछि अहिलेसम्म आउँदाखेरि चाहिँ तपाईँले कुन काम गर्दाखेरि चाहिँ बाधा अवरोध चाहिँ आयो सबैभन्दा? मलाई अहिलेसम्म काम गर्दाखेरि कुनै पनि बाधा अवरोध मेरो समुदायबाट भएको छैन। सजेसन चाहिँ अगाडि हुन्छ। कुनै काम गर्नु छ भने यो काम गर्दाखेरि यो कुराको जोखिम आउन सक्छ, तपाईँले चाहिँ अलिकति सहजता गर्नु होला भन्ने कुरा चाहिँ आउन सक्छ। र मलाई बाधा अर्चना आएको भनेको यो जुन हामीले प्रतीक्षालय निर्माण गरेका छौँ, यो प्रतीक्षालयमा चाहिँ हाम्रो युवा साथीहरूले चाहिँ यो धर्मघट्टको बारेमा चाहिँ विवाद, यो धर्मघट्ट चाहिँ राख्नु भएन, यसले कहिले धर्मतिर लिएर धार्मिक द्वन्द्व हुन्छ कि, यहाँनिर भगवती मन्दिर पनि छ, त्यसले गर्दा धार्मिक द्वन्द्व हुन्छ कि भन्ने कुरामा चाहिँ कुरा उठेर हामीले आपसी रूपमा बसेर छलफल गरेर त्यसलाई समाधान चाहिँ वडामा सेवा प्रवाह गर्दा पारदर्शीको हिसाबमा, जवाबदेहीको हिसाबमा पहिलाभन्दा अहिले तपाईँ निर्वाचित भइसकेपछि कतिको सुधारहरू भएका छन्? त्यो त मैले भन्दा पनि समुदायले अथवा तपाईँको उसले सेवाग्राहीहरूले त्यो भन्ने कुराहरू हो। त्यो मैले कुनै साथीलाई फलानु साथीले गर्न सकेन र मैले गरेँ भन्नु त्यो मेरो लागि मूर्खता हुन्छ। तर त्यो सेवाग्राहीहरूसँग हजुरहरूले बुझ्नुभयो भने त्यसको जस्टिस गर्ने भन्ने कुरो सेवाग्राहीले हो। भनेपछि त्यो जवाब चाहिँ सेवाग्राहीले दिनुहुन्छ। किन भन्दा मैले गरेँ भनेर म आफै ठुलो हुन चाहिँ चाहन्न, मैले गरिनँ भनेर म खिन्न हुन पनि चाहन्न। तर त्यसको जस्टिस गर्ने अधिकार चाहिँ म सेवाग्राहीले दिन्छु। अब करिब करिब तपाईँको कार्यकाल पनि करिब करिब 1.5 वर्ष चाहिँ बाँकी छ। अब यो कार्यकालमा चाहिँ तपाईँलाई अब यो काम गर्नै पर्छ, यो काम कुन काम गर्न चाहनुहुन्छ? मैले गर्नै पर्ने, मैले गर्नुपर्ने एउटा काम चाहिँ मलाई असाध्यै मनमा खट्किएको छ र म यो 1 वर्षभित्र लागि पर्छु जस्तो लाग्छ। मेरो वडा भनेको विशेष गरी तपाईँको बाल विवाहमा अलिकति जोखिम र लागु औषधमा अलिकति बढी नै छ। हेर्दा यसो त्यो बाहिरबाट विभिन्न किसिमका हामीले अपडेटहरू लिँदा अथवा विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरिँदा त्यस्ता किसिमका देखिएको कारणले गर्दाखेरि यो बाल विवाह र तपाईँको लागु औषधलाई न्यूनीकरण गर्न सकिन्छ कि र यसमा केही गर्नुपर्छ भन्ने चाहिँ मलाई हुटुटी अहिले मेरो दिमागले के सोच्न लाग्यो भने यो 4 वर्ष गरिसकेपछि मान्छेले एउटा भौतिक संरचना मात्रै निर्माण गरेर त्यो समुन्नत समाज निर्माण हुन्छ भन्नेमा चाहिँ गलत जस्तो लाग्यो मलाई। किन भन्दा त्यो भौतिक संरचनालाई पनि संरक्षण गर्नलाई मानिस सचेत हुनुपर्छ र सबै शिक्षित अथवा सचेत भएपछि मात्र ती कुराहरू अगाडि बढ्न सक्छन् भन्ने लागेर मैले त्यो कुरालाई चाहिँ बढी प्राथमिकतामा राखेर त्यसलाई चाहिँ हेरिरहेको छु। र यो वर्ष यो चुनावले गर्दाखेरि हामीले त्यो क्रियाकलापहरू, चुनाव भयो अरू कारणले गर्दाखेरि हामीले त्यो क्रियाकलापहरू गर्न सकेका छैनौँ। होइन भने मैले यो वडालाई बाल विवाह मुक्त वडा घोषणा गर्न सकिन्छ कि भनेर पनि हामीले कार्यक्रममै मैले राखेको छु। तर त्यो हेरौँ यो आर्थिक वर्षसम्ममा गर्न लास्टसम्म भए पनि त्यसलाई गर्न सक्छ। तर त्यो नाम मात्रको नहोस्, काममा पनि होस् भन्ने मेरो चाहना चाहिँ हो। तपाईँले कुरा उठाइहाल्नुभयो। अहिले चाहिँ तत्काल चाहिँ अहिले के गरिरहेको छ यो विषयमा चाहिँ? लागु औषध, बाल विवाह न्यूनीकरण, हामीले लागु औषध गत वर्ष पनि कार्यक्रम सञ्चालन गऱ्यौँ, यो वर्ष पनि हामी कार्यक्रम सञ्चालन गर्दैछौँ। युवाहरूलाई राखेर सचेतनतामूलक कार्यक्रम मैले यो भने यो हामीले सचेतनामूलक कार्यक्रम बाहेक अरू कार्यक्रम यो लागु औषधमा गर्न सकिने अवस्था चाहिँ रहेनछ। हामीले हेर्दाखेरि कसैलाई कोही मान्छेलाई त लागु औषधको एडिक होस् भनेर भन्न पनि नसकिने अवस्था रहेछ। र
हामी हेर्दा पनि विचार गर्छौँ कि योसँग छ योसँग छैन भनेर हामीले त्यो हेरिरहन्छौँ विचार गरिरहन्छौँ तर भन्न सकिने अवस्था चाहिँ हाम्रो होइन छ। त्यस कारणले हामीले त्यस्ता व्यक्तिहरूलाई सिलेक्ट गरेर हामी उनीहरूलाई एउटा छुट्टै किसिमको प्रोग्राम यो वर्ष सञ्चालन गर्नुपर्छ भन्नेमा चाहिँ हामी छौँ। भनेपछि तपाईँ जाँदै चाहिँ त्यो काममा चाहिँ बढी प्राथमिकता एकदमै प्राथमिकता दिन्छु मैले। अब चाहिँ नागरिकको तर्फबाट तपाईँको वडावासीको तर्फबाट नागरिकले चाहिँ वडा अध्यक्ष तिलक प्रसाद न्यौपानेलाई कसरी मूल्याङ्कन गरिरहेको जस्तो लाग्छ यहाँलाई? मैले अघि नै भने नि त्यो मूल्याङ्कन कसरी गर्नुभएको छ भने आफ्नो तर्फबाट चाहिँ के ठान्नु? मेरो तर्फबाट त तपाईँको मैले राम्रै गरेको छु जस्तो लाग्छ र उहाँहरूले अहिलेसम्म गरेको व्यवहारमा मलाई एकदम ठिक छ। उहाँहरूले मलाई कुनै ठाउँ म ट्र्याकभन्दा बाहिर जान लाग्यो भने पनि सजेस्ट गराएर तपाईँले यो काम अलिकति ऊ गर्दै हुनुहुन्छ है, गलत गर्दै हुनुहुन्छ र यो कामलाई चाहिँ तपाईँले अलिकति सच्याउनु होला है। केही मेरो मान्छे हो, गलत त हुन्छ नै, त्यो सबै 100% म राइट छु भन्ने कुरा होइन। मैले काम गर्ने क्रममा पनि मिस्टेक हुनसक्छ, गर्दै जाँदा मैले राम्रै गरेँ भन्दैमा पनि काहीँ मिस्टेक हुनसक्छ। त्यसले गर्दाखेरि मलाई 75 एबोभ मैले चाहिँ जनतालाई चाहिँ चित्त बुझाउन सकेको छु भन्ने कुरामा म ढुक्क छु। किन भन्दा मैले राति 12 बजे पनि, राति 1 बजे पनि, 2 बजे पनि जनताका काम चाहिँ गरिरहेको हुन्छु। म अरू कर्मचारीको भरमा बसेर काम गर्नुपर्ने अवस्था छैन मलाई। किन भन्दा म आफै पनि पहिला कर्मचारी भएर काम गरेर आएको र त्यो भएको कारणले गर्दाखेरि मैले आफै टाइप साइप गर्न सक्ने, बजेटहरू आफै निर्माण गर्न सक्ने, काहीँ माग फारमहरू काहीँ कसैसँग केही आवश्यक परेको खण्डमा म सबै आफै गर्न सक्ने भएको हुनाले मैले राति 12 बजे पनि, 1 बजे पनि, 2 बजे पनि, त्यो त सेवाग्राहीले गर्ने कुरा हो। मैले कुनै पनि काम कतैखेर कसैको पनि रोकेको छैन। म आफै घरमा भए पनि टाइप गरेर सोधेर चलानी कति नम्बर छ, भोलि यो चलानी चढाइदिनु है भनेर त्यतिखेर चलानी हालेर त्यतिखेर पनि काम गरिरहेको अवस्था छ। भनेपछि सेवा प्रवाहको दृष्टिकोणमा तपाईँ चाहिँ स्पष्ट हुनुहुन्छ? एकदमै सेवा प्रवाहदेखि लिएर म त सुशासन, भ्रष्टाचार न्यूनीकरणको कुरामा हरेक कुरामा म चाहिँ सचेत छु जस्तो लाग्छ मलाई। अब अन्तिममा के सन्देश दिइदिनुहोस् भनेपछि आगामी 2084 मा निर्वाचन हुँदैछ पुनः पनि स्थानीय, त्यो निर्वाचनमा आम मतदाताहरूलाई के सन्देश दिन चाहनुहुन्छ अन्तिममा? म के भन्छु भन्दा स्थानीय स्तरमा मैले राष्ट्रिय स्तरको कुरा गरिनँ, प्रदेश स्तरको कुरा गरिनँ, स्थानीय स्तरमा जनताको कुरा सहजै सुन्न सक्ने, जनताको काम सहजै गर्न सक्ने र अहिलेको 21औं शताब्दीमा प्रविधिसँग पनि नजिक भएको व्यक्तिलाई चाहिँ छनौट गर्नुपर्छ भन्ने मेरो बुझाइ हो है। मेरो बुझाइ अहिलेसम्म मैले काम गरिरहँदा, मैले यहाँ आइरहँदा मैले त सेवा दिन कतिको सके कतिको सकिनँ, नसकेको अवस्थामा त्यो प्रविधिको कारणले दिन नसकिएको हुनसक्छ र तपाईँको केही कुराहरू, कानुनका कुराहरू, हरेक कुराहरूलाई बुझेर त्यसलाई सही तरिकाले व्याख्या गरेर लिन सक्ने मान्छे चाहिँ हुन्। र तपाईँले भने जस्तै एउटा काम चाहिँ मलाई अझ पनि खड्किएको छ, मैले यो कुरा भन्नै पर्छ यो सार्वजनिक ठाउँमा, जस्तै विकासको नाउँमा सबै तैँले गरिस् तर एउटा कामलाई तैँले गर्न सकेका छैन भनेर जनताले मलाई कुरा उठाउँछन् र हेर्ने अहिले यो सामाजिक सञ्जाल हेर्ने व्यक्तिहरूले पनि मलाई कमेन्ट गर्दा त्यो कुरा गर्छन्, मलाई थाहा छ। त्यो के हो त भन्दा एयरपोर्टदेखि कालेखोलीसम्मको बाटो, यो मैले कुरा उठाइहालेँ, यो आउँछ कमेन्टमा, म कुरा उठाइरहेको, यो बाटो चाहिँ किन गर्न सकिनस् भनेर मान्छेले भन्छन् मलाई। तर यो नेपाल सरकारको नियमले गर्दा गर्न नसकिएको, यो कुरामा म क्लियर गर्न चाहन्छु यहाँहरूलाई। यो 2077 सालमा चाहिँ 76 सालमा 2076 सालमा चाहिँ टेन्डर भएको बाटो हो यो। मैले क्लियर यहीँबाट गर्न चाहेँ। हाम्रो ठेकेदार चाहिँ अनुप थापा हुनुहुन्छ र उहाँले अहिलेसम्म काम नगरिदिएर, यो नेपाल सरकारको नियम के रहेछ भने आर्थिक वर्ष समाप्त हुने बित्तिकै त्यसको म्यादथप गर्नुपर्ने, क्या 13औं संशोधन 12औं संशोधन भन्ने ठेकेदारहरूको आएर त्यो म्यादथप हुँदै जाने, तर उनीहरूले काम नगर्ने अवस्था भएर यो टेन्डर भएको कारणले गर्दा न अरू पैसा हालेर यहाँ काम गर्न सकिन्छ, किनभने यो टेन्डर भइसकेको छ। त्यो कारणले गर्दा यो बाटो काम गर्न सकिएको छैन र यसका लागि मैले नगरमा चिठी पनि लेखिसकेको छु। यो टेन्डर तोड्नु पर्यो र काम गर्न पर्यो, पैसा त्यतिको स्टेजमा बसेको छ, त्यो पैसाले काम गर्नु पर्यो भनेर भनिरहेको छु। म आएबाट यसलाई घचघच्याइरहेको छु, तर पनि कानुन सम्मत तरिकाले म सबै जनताहरूका सामु के भन्न चाहन्छु भने मैले यो काम गर्न चाहँदै पनि गर्न सकेको छैन र यसमा सम्पूर्ण जनताहरूले मलाई सहयोग गरिदिन हुन। अब सबैले डेलिगेसन जानुपर्ने पनि हुनसक्छ, काहीँ मुद्दा लड्नुपर्ने पनि हुनसक्छ, यस्ता कुराहरूमा यहाँले मलाई सहयोग गरिदिन हुन अनुरोध गर्छु र यदि सहयोग गरेको खण्डमा 1 वर्षभित्रमा यो बाटो पनि म क्लियर गर्नतिर लाग्नेछु। हस्, धन्यवाद यहाँलाई।
दर्शकबिन आज हामीले चन्दा नगरपालिका 1 का वडा अध्यक्ष तिलक प्रसाद नेउपानेसँग हामीले कुराकानी गऱ्यौँ। वडा अध्यक्षसँग कुटिरो संवाद कार्यक्रममा अहिलेसम्म हेरिदिनुभयो। जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभन्नुहोला। कुटिरो.com हेर्दै गर्नुहोला। धन्यवाद। नमस्कार। नमस्कार।